हेलो गाइस, नमस्ते सबैजनालाई। आज चाहिँ मात्रै घाममा सबैलाई गुड मर्निङ गुड आफ्टरनुन भने के भन्नु। यस्तो चर्को घाम लागिरहेछ हाम्रो गाउँघरमा। यो सिप्सु नाम्गे छोलिङ हो र हामी यो रोड चाहिँ हाम्रो स्कुल जाने रोड हो र हामी कहाँ जाँदैछौँ भने चाहिँ आज लाखाङ यो बेबु लासेल दिस इज टोटो today's outfit going Lakhang and यहाँ छ एउटा अरट्ठे परेर बसिरहेछ। आज चाहिँ घाम चर्कोमा हिँडिरहेछौँ हामी। यस्तै छ आज मौसम चाहिँ एकदमै खुलस्त रूपमा छ। हामी जाँदैछौँ। मेरो चाहिँ आउटफिट भन्नु पर्यो भने यस्तो छ। अब अनुहार भन्नु पर्यो भने त के भन्नु, हाम्रोतिर चाहिँ गुवा सबै टिपिसके। अब नयाँ अन्त यसरी नयाँ निक्लिँदैछ। के हो किरा त तेरो तेरो दिस इज माई little daughter. What is your name? My name is Legend Tawan. Your? My name is Lasan Sama. तेरो त किरामी के गरेको? हामी जाँदैछौँ आमा छोरी छोरा भएर। छोरा चाहिँ यहाँ देखा त यहाँ डरालोमा छ। जाँदैछौँ है गाइस। Guys. Pause. Hey. यहाँ चाहिँ हाम्रो गाउँको दोकान सानो दोकान छ। सानो गाउँको दोकान। त्यसै हाम्रो गाउँ ठाउँहरू चाहिँ कहाँबाट आएको? ओइ होइ कहाँबाट आएको मोटे मोटु? हाम्रो गाउँको माने दुङ्कुर। आज चाहिँ हाम्रो गाउँ देखाउँदैछु है गाइस। यो चाहिँ माने दुङ्कुर। यहाँदेखि उँधो चाहिँ सर्टकट। कहाँ पुग्छ भने स्कुल। पवित्रको दोकानमा पुग्न आँटेको छन्। त्यहाँ चाहिँ अब के सौदा के थियो पैसा चेन्ज। अब के गर्नु के खोजा ल भएर उयो हुँदा चाहिँ त्यसरी पर्छ उठाएर लिएर। अन्त हाम्रो गाउँको सानो लाखाङ एकदमै लाखाङ हो। अन्त हामी चाहिँ आर्की लाखाङमा जाने आएको छ। सानो लाखाङ दुध बाल्ने ठाउँ। कता गर्छ गाईलाई? ए काममा लाग्यो? ए यो चाहिँ हाम्रो गाउँको हेना मेना दोकान। कतातिर? लाखाङ?
लाखामा आइसफ्रुटी खाएको कोक भाइलाई बाहिरको फ्रुटी तो बेको रोटी खाइँदैछ है उपरको रोटीहरू मिठो रहेछ दिदी रोटी चलेको चलेको कति हुन्छ 10 रुपियाँ भए पनि चढाउनु पर्ने छ ए कहाँ गएको दाजु हामी चाहिँ यो बाटोको ठक्कसँगले यो लाखाङको टोइलेट र यो चाहिँ कुक गर्ने ठाउँ कता दादा घुम्नु लाखाङमा यो चाहिँ सबैजना लाखाङमा आएको छ कता गएको तिमीहरू Where are you going? सरम लागेको सबै हाम्रो नानीहरू साङ लगाइराखेको छ कता सकेको सकेको पो बहिनी जान आँटेको ए अलिक यता भित्र पस्नु पर्यो म यसरी जानुपर्छ चप्पलहरू खोलेर आमा सकेछ त सकेछ अघि चाहिँ खाना प्रसाद बाँड्दैछ यहाँ चाहिँ नानीहरूलाई आज चाहिँ धेरै ठुलो दिन के खाएको उसलाई त सब्जी छैन त अन्त माम मात्रै रहेछ त अहिले भेट्नु ल मलाई ए ल ओइ तिमीहरू खायो भातहरू खायो ल के खाएको प्रसाद खायो यतिमै घाम चाहिँ खतरा लागिरहेछ